सम्मान दिनुभयो हजुरले, हजुर सबैजनाले। यो सम्मान मलाई चाहिँ सम्मान जस्तो लाग्यो। के लाग्यो भन्दाखेरि चाहिँ यो आशीर्वाद जस्तो लाग्यो। यहाँ हजुरलाई कतिजना थाहा छैन होला, जेजीहरूलाई कतिजना थाहा नहोला होइन। यहाँ जतिजना आमाहरूले, बुवाहरू, दाजुभाइ, दिदीबहिनीहरूले यहाँ मलाई खादा उठाउँदै के भन्नुभयो थाहा छ? नडर है बाबु, लड है बाबु, तिमीलाई आशीर्वाद छ, देश बनाउनु पर्छ, देशको नाम राख्नुपर्छ। यो आशीर्वाद नै लिन आएको छौँ हामी यहाँ। यो आशीर्वाद तपाईँको नेपालको भविष्य यसले निश्चित गर्छ। नेपालको भविष्य जुन चाहिँ सपना हामी सबै नेपालीले देखेका छौँ, यो आशीर्वादले मेरो विचारमा एक न एक दिन त्यो आशिष लाग्नेछ भन्ने मलाई विश्वास छ। र आज मेरो एउटा समाज, पूर्ण समाज, एउटा गुरुङ समुदाय नै सबै जेन्जीहरूको लागि उभिँदाखेरि मलाई एकदमै खुसी लागेको छ। धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुरलाई। हाम्रो आमा, बुवा, बाजे जसरी हजुरले आज हामीलाई आशिष दिनुभयो, यो आशिष मेरो काँधमा मात्र हजुरले एउटा खादा राखिदिनु भएको हामी सम्पूर्ण जेन्जी दाजुभाइहरू, शहीदहरू, घाइतेहरू सबैजनाको काँधमा तपाईँहरूले चाहिँ यो आशीर्वाद दिनुभएको धेरै धेरै धन्यवाद हजुरलाई। त्यतिखेरको समयमा हजुरलाई कति यो कौतूहलता होला, तपाईँहरूलाई कति कन्फ्युजन होला, तपाईँहरूलाई कति प्रश्न होला, कति कन्फ्युजन होला है। सायद आज म त्यतिखेर तपाईँको सुदन बस्नेत भइदिएको भए मेरो नागरिकतामाथि प्रश्न उठ्दैन थियो जस्तो लाग्यो मलाई आज आएर। सुदन ओली भइदिएको भए तपाईँको प्रश्न मेरो नागरिकतामाथि उठ्दैन थियो होला। तर राष्ट्रको हितको लागि आफ्नो देशमा के राम्रो होस् न, एउटा परिवर्तन होस् न भनेर एउटा लड्दै गर्दाखेरि एउटा राष्ट्रवादी भएको कारणले मात्र मेरो नागरिकतामा मेरो प्रश्न उठाइयो। आफ्नो देशलाई माया गरेको हिसाबले मात्र आज मेरो नागरिकतामाथि प्रश्न उठाइयो। आज मेरो राष्ट्रियताप्रति मेरो प्रश्न उठाइयो। आज हामी सम्पूर्ण नेपालीको परिवर्तनका आशामाथि प्रश्न उठाइयो। हामीले यो आन्दोलन यतिकै गरेको होइन, एउटा आशाले, एउटा सपनाले गरेको थियौँ। र यसमा जेन्जी मात्र थिएन, आमा हुनुहुन्थ्यो, बुवा हुनुहुन्थ्यो, दाजु हुनुहुन्थ्यो, काका हुनुहुन्थ्यो, सम्पूर्ण नेपाली हुनुहुन्थ्यो। यो सबै हामी नेपालीमाथि एउटा धावा हो, परिवर्तनमाथि एउटा धावा हो। इट्स एन अट्याक, इट्स एन अट्याक, यो एउटा अट्याक, हाम्रो आशामाथि अट्याक, यो परिवर्तनमाथि अट्याक। र नयाँ नेपाल देख्नु चाहन्छु भनेर भन्दाखेरि त्यसमा अट्याक भनेपछि जो व्यक्तित्वहरू जो हुनुहुन्छ अहिलेसम्म, उहाँहरू सत्ता धारण यत्रो 36 वर्ष गर्दाखेरि उहाँहरू राष्ट्रवादी थियो त? यत्रो काण्ड मचाउनु भयो, यत्रो ताण्डव मचाउनु भयो, हामी सबैलाई कति दुःख दियो। वीर गोर्खाली भनेर हामीलाई चिन्थ्यो, अहिले हाम्रो पासपोर्ट लिस्टको सबसे मुनिमा छ। कसले गर्यो त? कसको सफलता हो यो? यो त उहाँहरूको सफलता होइन र? हाम्रो देश समृद्ध हुन सक्थ्यो, हाम्रो देशमा परिवर्तन आउन सक्थ्यो। हाम्रो नेताहरूलाई तपाईँको बाहिर इन्टरनेसनल प्लेटफर्महरूमा जाँदाखेरि तपाईँको इज्जत दिएर सम्मान गरेर उहाँहरूलाई स्वागत गर्न सकिन्थ्यो। तर त्यो स्वागत सबै हामीले गुमायौँ। र त्यही स्वागत फेरि आओस्, त्यही समृद्ध नेपाल फेरि देख्नु पाओस्, त्यही सपना फेरि हेर्नु पाओस् भनेर आज हामीले यो गरेको आन्दोलन हो। आज म यहाँ आउँदाखेरि मलाई घर आएको जस्तो फिल भएको छ साँच्ची नै। न त मलाई भाषण दिन आयो, न त मलाई चिल्लो चिल्लो गफ टुक्का हान्नु आयो। मेरो संस्कारले, मेरो धरती माताले र मेरो समाजले मलाई सिकाएको कुरा भनेको आफूभन्दा ठुलोलाई आधार गर्नुपर्छ भनेर सिकाएर मैले सुशीलाका कि प्रधानमन्त्रीज्यूलाई मैले ढोकेको। यो मेरो समाजले सिकाएको कुरा हो, मेरो संस्कृतिले सिकेको, मेरो परम्पराले सिकाएको कुरा हो। र यसलाई म कतै पनि लोप हुँदिनँ। भलै जति पनि हामी मोडर्न हौँ, भलै हामी जति पनि वेस्टर्न हौँ, सोच बदलिला, तर आफ्नो संस्कार कहिले बदलिन सक्दैन। जुन चाहिँ हाम्रो इमान जमान एउटा हाम्रो पहिचान हो, नेपाली
भनेपछि एउटा पहिचान हो।